हेलो नमस्ते सबैजनालाई र आज चाहिँ म अनलाइन नेपाली क्लासेस अनलाइन सङ्गीत कसरी सिक्ने भन्ने आज अनलाइनबाट ल्याएको छु। नेपाली भर्जनमा हुनेछ र फर्स्ट चाहिँ हामी बिगिनरबाटै सिक्नेछौँ, सुरुवातबाट सिक्नेछौँ। नमस्कार जति पनि निर्मला अनलाइन क्लासेसमा जुड्नु भएको मेरा फेसबुकमा सङ्गीत प्रेमीहरू, म प्रजय ठटालबाट फेसबुक माध्यमबाट हजुरहरूलाई केही ज्ञान दिनु गइरहेको छु। जस्तै सारेगामा पदनिसा सानी ध प म ग रे सा कसरी सुरमा कसरी गर्ने, कसरी गाउने भन्ने एउटा सानो अभ्यास आरो अब्रो गर्नु गइरहेछु र अनुरोध छ कि हजुरहरूलाई मेरो यो लेसन मन पर्यो भनेदेखि लाइक, कमेन्ट, सेयर गरेर मलाई सपोर्ट गरेर, यदि हजुरहरू पनि अनलाइन क्लासेस गर्नु चाहनुहुन्छ भने, मसँग जोडिनु चाहनुहुन्छ भनेदेखि मेरो वाट्सएप नम्बर 7602302560 मा आउनुहोस्। हामी सारेगामा पदनिसा सानी ध प म ग रे सा कसरी गाउने भन्ने लेसनमा आज हामी गइरहेका छौँ। सा रे ग म प ध नि सा सा नि ध प म ग रे सा यसरी गर्ने। यदि हजुरहरू बिगिनर हुनुहुन्छ भनेदेखि तपाईहरुको सास नपुग्नु सक्ला हैन। तपाईहरुले चाहिँ अनि यहाँ यसरी गर्नुपर्छ। सुरुमा चाहिँ तपाईहरुले यदि बिगिनर हो भनेदेखि चाहिँ सा रे ग म यहाँ हल्का सास लिने, म प ध नि सा यहाँ पनि सास लिने, सा नि ध प म ग रे सा। तपाईहरुले यदि तपाईहरुले सुरुवातमा सङ्गीत सिक्नु गइराख्नु भएको छ भनेदेखि फर्स्ट लेसन यो हैन। यो चाहिँ तपाईहरुले प्र्याक्टिस कसरी गर्ने भनेदेखि सा रे ग म यहाँनिर हल्का तपाईले सास लिनुहोस्, अन्त प ध नि सा अनि यहाँ पनि हल्का सास लिएर सा नि ध प म यहाँ पनि हल्का सास लिएर ग रे सा यसरी तपाईहरुले गर्नुहोस्। यो जानुलाई आरो भन्छ, आउनुलाई अब्रो भन्छ। तपाईहरुले यहाँबाट सा रे ग म प ध नि सा यता सा रे ग यता जानुभयो भनेदेखि तपाईको आवाज उच्च हुँदै जान्छ, हाई पिच हुँदै जान्छ। अनि तपाईले यता आउँदाखेरि चाहिँ लो हुँदै आउँछ। जस्तो लाइक सा रे ग म प ध नि सा तपाईले याद गर्नुभयो होला। सा रे ग म प ध नि सा गर्दाखेरि उच्च हुँदै जान्छ आवाज। अनि आउँदाखेरि हेर्नुहोस् सा नि ध प म ग रे सा आउँदाखेरि लोमा हुँदै आउँछ। जानेलाई अब्रो भन्छ, जानेलाई आरो भन्छ, आउनेलाई अब्रो भन्छ हैन। तपाईहरुले सुरुमा बिगिनर हो भनेदेखि सा रे ग म यहाँनिर सास लिनुहोस्, प ध नि सा अनि यहाँ पनि सास लिनुहोस्, सा नि ध प म यहाँ सास लिनुहोस्, ग रे सा। यसरी तपाईहरुले फर्स्टको लेसनलाई अभ्यास अथवा रियाज गर्नु सक्नुहुन्छ है त। फर्स्टको लेसनमा चाहिँ तपाईहरुले यो 7 स्वरलाई तपाईहरुले मजाले प्र्याक्टिस गर्नुहोस् र हामी अर्को लेसन चाहिँ नेक्स्ट लेसनमा गर्नेछौँ। अर्को लेसन। थ्यांक यू, नमस्ते, धन्यवाद सबैलाई।